जनसंवादको काम चाहिँ के हो, मेसेज पुर्याउने र जनसंवाद भनेको पब्लिक कम्युनिकेसन। जराइसँग उखाडेर फ्याँक्नु त निकै हामीलाई गाह्रो पर्छ होला, त्यसको लागि समय त लाग्छ गर्नु। तर सिक्किममा चाहिँ किन भन्दाखेरि मलाई है सिक्किममा धेरै कुराहरू छ भन्नु सक्दिनँ, किन हाम्रो खानै छ, गर्दाखेरि खुट्टा तान्ने धेरै छ। र यिनै यो भाइ बहिनीहरूलाई चाहिँ सठिक मार्गमा आजकै दिनमा हामीले काउन्सिलिङ गरेर ल्याउन सक्यौँ भने भोलिको समाज चाहिँ साँच्चै एउटा सुन्दर समाज बन्छ कि भन्ने मलाई पूर्ण विश्वास छ। विशेष गरी आज जनसंवाद सोसियल वेलफेयर काउन्सिलको तत्त्वावधानमा यो एउटा कार्यक्रम आयोजना भएको, यो आइटिआई विद्यालयभित्र, यो प्रेक्षागृहभित्र यहाँको विद्यार्थीहरूलाई विशेष गरी फोकस गरेर यो कार्यक्रम आज रहेको थियो। एन्ट्री ड्रग्सको प्रोग्राम यो विशेष गरी, र यसको लागि यो जनसंवाद एउटा सोसियल वेलफेयर काउन्सिलका हाम्रा राष्ट्रिय अध्यक्ष भनौँ हाम्रो डाक्टर सञ्जय छेत्रीजी हुनुहुन्छ। उहाँ चेन्नईमा बस्ने गर्नुहुन्छ र धेरै अरू स्टेटहरूमा पनि उहाँले यो जनसंवादको कार्यक्रम चलाउँदै आइरहनु भएको छ भने सिक्किम स्टेटमा चाहिँ उहाँहरूले मलाई पनि एउटा प्रमुख सल्लाहकारको रूपमा बसिदिनुपर्छ भन्ने एउटा आग्रह भएको हुनाले गर्दा म पनि यो जनसंवादसँग जोडिएको छु। र यो जनसंवादसँग जोडिएको हुनाले गर्दाखेरि आज यो जुन कार्यक्रम भयो एन्ट्री ड्रग्समाथि, यो एकदमै महत्त्वपूर्ण कार्यक्रम थियो आजको कार्यक्रम। यसै त अब सम्पूर्ण सिक्किमेली जनताहरूलाई थाहा छ कि पब्लिकहरूलाई थाहा, आमा बुबाहरूलाई पनि थाहा भएको कुरा हो कि केही दिन अगाडि सम्माननीय मुख्यमन्त्री महोदयले है प्रहरी विभागलाई पनि निर्देश दिँदै हुनुहुन्थ्यो भने सबै युवा युवतीहरूलाई पनि उहाँले सजग गर्ने काम आज गरिरहनु भयो। स्वयं मुख्यमन्त्री महोदय चाहिँ मैदानमा उत्रेर चाहिँ आज यो ड्रग्समाथि हामी रोकथाम गरौँ भनेर एउटा बुलन्द आवाजमा उहाँले सबलाई आह्वान गर्दै हुनुहुन्छ भने जराइसँग उखाडेर फ्याँक्नु त निकै हामीलाई गाह्रो पर्छ होला, त्यसको लागि समय त लाग्छ, किनभने यो ओभरअल वर्ल्डको विषय हो, केवल एउटा सिक्किम प्रदेशको विषय होइन नि त यो, होइन? त्यसले गर्दा केवल सिक्किममा मात्रै यसरी बढिरहेको छ भन्ने कुरो होइन। यी हाम्रो छिमेकी राज्य बङ्गालमा पनि हुनसक्छ, पन्जाबमा हेरौँ, केरलामा हेरौँ, आसाममा हेरौँ, हर जग्गा हरेक यो के अरे स्टेटको समस्या, भारतकै समस्या हो भने। तर सिक्किममा चाहिँ जति सक्दो हुन्छ कसरी हामी यसलाई चाहिँ जराइबाट उखालेर फ्याँकौँ भन्ने एउटा हाम्रो पहल हो, सोच हो। र यसमाथि चाहिँ विशेष गरी हामीले आज स्टुडेन्टहरूलाई किन फोकस गर्दैछौँ भन्दा भोलिको समाज बनाउने, भोलिको प्रदेश बनाउने, भोलिको हाम्रो समाजलाई दिशा दिने यही नै भाइ बहिनीहरू हो नि त, होइन? र यिनै यो भाइ बहिनीहरूलाई चाहिँ सठिक मार्गमा आजकै दिनमा हामीले काउन्सिलिङ गरेर ल्याउन सक्यौँ भने भोलिको समाज चाहिँ साँच्चै एउटा सुन्दर समाज बन्छ कि भन्ने मलाई पूर्ण विश्वास छ। र मुख्यमन्त्री महोदयको पहलमा आज प्रहरी विभाग एकदमै एक्टिभ भएको हामीले पायौँ र आज हाम्रा एसएसपी हाम्रो म्याडमले साह्रो राम्रो कुरा गर्नुभएको छ, जसलाई पाक्किम डिस्ट्रिक्टको जिम्मेवारी मुख्यमन्त्री महोदयले दिनुभएको छ, होइन? भने यसरी नै सबै 6वटै डिस्ट्रिक्टका हाम्रा एसपी साहबहरूले चाहिँ एउटा प्रोग्राम बनाएर, होइन, अनि डिसी साहबहरूले पनि प्रोग्राम बनाएर, अनि हामी जस्तो एनजिओमा आबद्ध भएका हामी स्रोत वक्ताहरूलाई बोलाएर उहाँहरूले काउन्सिलिङ गराउनु भयो भने यो माथि हामी धेरै कन्ट्रोल गर्न सक्छौँ जस्तो मलाई लागेको छ। जनसंवादको तहत पनि सिक्किममा अन्य जग्गा, अन्य डिस्ट्रिक्टहरूमा पनि यो कार्यक्रम हुनेवाला छ र हाम्रो चेयरम्यान साहब उहाँ हुनुहुन्छ, म प्रमुख सल्लाहकार छु। अब हामी बोलेर हाम्रो टोटल टिम छ, एन्टायर टिमसँग हामी सल्लाह गरेर जनसंवादको तहत पनि यो जनसंवाद सोसियल वेलफेयर काउन्सिल खोल्नुको कारण चाहिँ के थियो है? यो धेरै पहिला समाजमा धेरै अन्याय र अत्याचार देखेको छु, होइन? कति राम्रो है पावरमा, अब अफिसर्स ऱ्याङ्कमा हुनुहुन्छ, पुलिस डिपार्टमेन्टमा भयो, आइएएसमा भयो, मिनिस्टर्सहरू भयो, धेरै राम्रो हुनुहुन्छ चिफ मिनिस्टर्सहरू। तर हाम्रो समाजको सोच जुन चाहिँ छ नि, त्यो चाहिँ के छ भन्दाखेरि अलिकति डेभलप गर्नु बहुत जरुरी छ। र जनसंवादको काम चाहिँ के हो, मेसेज पुर्याउने र जनसंवाद भनेको पब्लिक कम्युनिकेसन है। उहाँहरूलाई के छ, के कारणले हाम्रो सिक्किममा र के कारणले आसाममा हामीले प्रोग्राम गऱ्यौँ है, र गरेर एटलिस्ट आसाममा हामीले आसाम सदिया सब डिभिजन हो, तिनसुकिया डिस्ट्रिक्ट हो, त्यहाँनिर हामीले गऱ्यौँ। त्यहाँ उहाँ हेमन्त विश्व चिफ मिनिस्टर हुनुहुन्छ, उहाँसँग पनि सल्लाह लियो र हामीले ठुलो प्रोग्राम गऱ्यौँ त्यहाँनिर। र गरेर अरुणाचलबाट धेरै ड्रग्सहरू सप्लाई हुन्छ, सो त्यहाँनिर हामीले 50% चाहिँ हामीले सक्सेस गऱ्यौँ। र साथसाथमा महाराज गुरुले पनि भन्नुभयो तपाईँले यति धेरै जग्गातिर गर्नु, तर सिक्किममा चाहिँ किन भन्दाखेरि मलाई है सिक्किममा धेरै कुराहरू छ भन्नु सक्दिनँ, किन हाम्रो खानै छ,
गर्दाखेरि खुट्टा तान्ने धेरै छ है र खुट्टा तान्ने धेरै भएको 8 वर्ष पश्चात चाहिँ मैले यहाँनिर जब मैले एसकेएम दर्पणमा जब मैले म लन्डनमा थिएँ त्यति बेला है मैले यसो हेर्दै थिएँ म गोले साहबलाई धेरै मनपर्छ होइन र उहाँको मैले हेरेँ एउटा अब चाहिँ ड्रग्स मुक्त सिक्किम बनाउनु पर्छ भनेर उहाँको जब एउटा मैले कुरा सुने तब मलाई चाहिँ जोस लाग्यो अब चाहिँ मैले सिक्किम पहाडमाथि चढेर मैले खुट्टा राख्नु अरू स्टेट मात्रै होइन र अब आफ्नो सिक्किममा पनि र वेस्ट बेङ्गल सिक्किम दुईटै स्टेटमा चाहिँ अब खुट्टा हाल्ने हाम्रो समय आयो र अब चाहिँ हामी कुनै पनि चिजमा सबैलाई एडभाइस गर्नेछौँ एडभोकेटहरूलाई पनि भन्नेछौँ कि ड्रग्स लिने व्यक्तिलाई सहयोग नपुर्याउ उहाँहरूलाई अझै उनीहरूलाई डर देखाउ तपाईँहरू एडभोकेटलाई पनि भन्छु तपाईँहरू बाघ हुनुहोस् जो ड्रग्स लिने व्यक्तिहरूको लागि तपाईँले यो नगर्नुहोस् पुलिसले पक्रेर लान्छ फेरि तपाईँहरूले गएर कोर्टमा गएर जजलाई टेक्निकल हिसाबले तपाईँले फेरि पुलिस डिपार्टमेन्टलाई गलत ठहराएर फेरि तपाईँले त्यसलाई बाहिर निकाल्ने दिशा चाहिँ तपाईँले नदेखाउनुहोस् एज अ नेसनल चेयरम्यान म तपाईँलाई यो भन्छु र म यो जनसंवाद सोसियल वेलफेयर काउन्सिल खोल्नुको उद्देश्य यही हो गलतलाई गलत देखाउने र सहीलाई हामी अप्रिसिएट गर्ने जस्तै हाम्रो सिएम सरको त्यो चाहिँ सोच छ उहाँको सोचलाई चाहिँ हामी अब साँच्ची नै अब उहाँको सोचलाई चाहिँ हामी उहाँको सोचको पछाडि काम गरेर चाहिँ अब हामी अगाडि बढ्ने हामीले त्यही कारणले गर्दा रोहित राज महाराज सर चेन्नई आउनुभएको थियो र उहाँले है एडभाइजरको पोस्ट पनि उहाँले लिनुभएको छ र उहाँ जस्तो व्यक्ति चाहिँ हाम्रो जनसंवादमा हुनु चाहिँ ठुलो कुरा हो र उहाँको जुन चाहिँ सोच छ त्यो सोचले पक्का यहाँनिर हामी सिक्किम पहाडमा दार्जिलिङ सिक्किमको जुन चाहिँ पहाड छ त्यहाँ पनि चढेर हामी धेरै काम गर्नेछौँ छोड्ने छैनौँ जसले ड्रग्स लिन्छौँ हामीलाई जति च्यालेन्ज आयो भने हामी फेस गर्नेछौँ किन हामी कुनै पोलिटिकली कहाँ इन्भल्भ छैन यो नेसनल एनजिओ हो समाजको लागि र हाम्रो जुन चाहिँ मानव अधिकारको लागि हामी काम गर्छौँ जो बुढी आमा बुढी बोजू हुनुहुन्छ उहाँ रोएर बस्नु भएको छ दिनरात नानीले ड्रग्स लिन्छ उहाँले कन्ट्रोल गर्नु सकेको छैन र त्यही कारण गर्दाखेरि अब चाहिँ जनसंवादले यहाँ पहिला राखिसकेको छ महाराज गुरु जस्तो हुनुहुन्छ हाम्रो चिफ मिनिस्टर साहब उहाँ हुनुहुन्छ उहाँको सोच धेरै नै ठुलो छ विचारहरू धेरै ठुलो छ उहाँको विचारलाई हामी रेस्पेक्ट गर्दै अब काम गर्नेछौँ विशेष गरी यो जनसंवादको तहत म युवाहरूलाई यही नै सन्देश दिन चाहन्छु कि विशेष गरी जुन अहिले गलत ट्र्याकमा है लागेर आफ्नो कस्तो पदभ्रष्ट भएका छन् क्या हाम्रा युवाहरू क्या ती युवाहरूलाई चाहिँ अब हामी त्यो आमा र बाउको सपनालाई साकार गरौँ है उनीहरूले पनि आफ्नो एउटा के अरे सपना त सोचेको होला नि म यो बन्छु त्यो बन्छु भनेर है त्यो लक्ष्य त राखेको होला र त्यो लक्ष्यमा पुग्नको निम्ति आफ्नो बाटो सही हुनुपर्छ गलत ट्र्याकमा हिँडेर चाहिँ सही लक्ष्यलाई कहिले पनि हामी हासिल गर्न सक्दैनौँ यसकारण सिक्किममा सरकारले युवाहरूलाई सब कुछ दिएको छ आह्वान गरिरहेछ आऊ तिमीहरू आऊ हामी साथ दिन्छौँ भनिरहेको अवस्थामा चाहिँ युवाहरू भट्किनु हुँदैन युवाहरूले सरकारको कुरो सुनेर आफ्नो दिशा र दशालाई बदलिनुपर्छ जस्तो मलाई लागेको छ